कहिलेकाहीँ शान्त बसेर आफ्नो जीवनलाई ध्यानसँग हेर्नुहोस्। तपाईको अगाडि धेरै यादहरू आउँछन्, धेरै अनुहारहरू आउँछन् र धेरै अधुरा कथाहरू पनि। त्यसमध्ये केही मानिसहरू यस्ता हुन्छन् जसको लागि तपाईँले आफ्नो निन्द्रा गुमाउनुभयो, आफ्ना सपनाहरू पछि सार्नुभयो, यहाँसम्म कि आफ्नो खुसी पनि गुमाउनुभयो। त्यो समयमा तपाईँलाई लागेको थियो यिनै मेरा आफ्ना हुन्, यिनै सधैँ मेरो साथमा रहनेछन्। तर समयको स्वभाव निकै अजीब हुन्छ। यसले बिस्तारै सच्चाइको पर्दा उठाउँछ अनि एक दिन तपाईँलाई महसुस गराउँछ यस दुनियाँमा सबैभन्दा ठुलो सहारा म आफै हुँ। जीवनको यात्रामा धेरै मानिसहरू भेटिन्छन्। कोही मुस्कुराउँदै नजिक आउँछन्, कोही मिठा शब्दहरू बोल्छन् अनि कसैले तपाईँलाई यस्तो महसुस गराउँछन् कि तपाईँ खास हुनुहुन्छ। त्यो बेला मन खुसी हुन्छ, मन भरोसा गर्न थाल्छ। तर जीवनको सच्चाइ यति सरल हुँदैन। ती मानिसहरू एक दिन यति टाढा भइदिन्छन् कि जसको लागि तपाईँले सबैभन्दा धेरै समय, सबैभन्दा धेरै भावना दिएको हुन्छ।